हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै चोरमारामा छौँ। हामी चाहिँ काठमाडौँ गएर फर्किने क्रममा के भएको यहाँ चोरमारामा पुल भाँचेको नि पुल भाँचेर हामी चाहिँ अहिले चाहिँ बाटोमा साइड लगाएर बसेछौँ। अनि जाने गाडीहरू चाहिँ गइरहेको छ गाइस बिस्तारै यताबाट जङ्गलको बाटो सर उताबाट घुमेर उता निस्के अरे हाम्रो चाहिँ अरुण खोला निस्के अरे। हाम्रो चाहिँ यो गाडीहरू चाहिँ अग्लो भएर हामी चाहिँ साइड लगाएर बसेको। माथि तारहरू छोयो भने चाहिँ हुन्छ नहिँडेको बाटो गाह्रो हुन्छ भनेर हामी चाहिँ यस्तो बसेको। गाडीहरू चाहिँ छैन पछाडि अगाडि नै हो अगाडि गइसक्यो गाडीहरू थुनिएको छ नत्र भने गाडीहरू चाहिँ लगभग सबै गइसक्यो है। पुल भाँचेको त्यो सर्वोत्तमको टेलर चाहिँ आउने क्रममा चाहिँ पुल चाहिँ फाटेको अरे। गाडी चाहिँ त्यत्तिकै बिचमै छ उताबाट आउने गाडीहरू पनि ठप्प छ यता जानेहरू चाहिँ गइरहेको छ। हाम्रो पुलिस मामाहरू चाहिँ पुरै ड्युटीमा खटिएर बिहानै काम गरिराख्नु भएको। यात्रा गर्दा चाहिँ एकदमै बुझेर यात्रा गर्नु होला। ल कहाँ यस्तो छन् मान्छेहरू लडावंशहरू बोतल बोकेर कहाँ हिँडेको गयो भाँच्यो पट्टा। हाम्रो ठुलो साप आउनु भएको छ भाइरल गराइदिउँ तिमीलाई भाइरल गराइदिउँ बोतल बोकेर हिँड्ने। अब चाहिँ पुलको अवस्था चाहिँ कस्तो रहेछ के रहेछ हामी चाहिँ देखाउँछौँ। पुलको अवस्था के रहेछ कस्तो रहेछ हामी चाहिँ देख्छौँ। फाइनल्ली हामी चाहिँ अब पुलतिर लाग्यौँ है त पुलको अवस्था के रहेछ कस्तो रहेछ म चाहिँ सबै देखाउँछु है। हाम्रो कम्पनीको दुईवटा गाडी पनि उतै पुल पारी चाहिँ थुनिएको छ। हामी त्यो गाडीसँग पनि भेट्नेछौँ कस्तो छ के छ बुझ्नेछौँ अवस्था। बाटो चाहिँ ब्लक भइसकेछ यहाँ चाहिँ बाइकहरू पनि अब चाहिँ आउन नपाउनु भएछ। टेलर चाहिँ यहीँ हो बिग्रे चाहिँ कहीँ हो यहाँ। पुलको अवस्था चाहिँ यस्तो छ है। सबै भाँचिन्छ भाँचेकै रहेछ यार। सबैजना पुलको अवस्था हेर्नको लागि पनि आउनुभएको छ। कतिजना बसको प्यासेन्जर हुनुहुन्छ होला कतिजना यहीँ गाउँकै नै हुनुहुन्छ होला। त्यो झन् झरेकै चाहिँ यस्तो मान्छे रहेछ। यता पुल चाहिँ यस्तै छ बन्दैछ यस्तो यहाँबाट चाहिँ भाँचेको रहेछ। फाइनली हामीले चाहिँ पुलको अवस्था देखिसक्यौँ। अब चाहिँ वैकल्पिक बाटो खोजेर चाहिँ यात्रा गर्नुपर्ने हुन्छ। सबैजनाले बुझेर यात्रा गरौँ है त हो। माथिबाट बनाउँदो रहेछ क्या बाटो सायद। अब चाहिँ हाम्रो गाडी कता छ हाम्रो गाडी खोजौँ है। हाम्रो गाइजहरूले के गर्दैछन् हामी खोज्ने छौँ हाम्रो गाइजहरूलाई। यहाँ चाहिँ पहिला पनि यहाँ पुवाल परेर चाहिँ यस्तो ट्राले गरियो। पुलको अवस्था यस्तो छ।
बाटो फराक्ने काम चाहिँ भइरहेको छ। बाटो फराक्नको लागि मेसिन चाहिँ लागिसकेको छ। सायद अब बाटो चाहिँ यताबाट पनि खुलाउँछ होला। सबैजना जानुहुन्छ नेपाल प्रहरी।